भेटघाटदेखि लामो समय भएको छैन। लगभग 2-2.5 महिना जति मात्र होला हामीसँग यसरी भेटघाट भएको। छोटो समय यसरी हामी रहनु भयो र उहाँको बितेको समयहरू केही पनि त्यस्तो जानकारी विशेष यहाँ रहँदै गर्दा विकास दाजुको घरमा रहँदै गर्दाखेरि बिराको अवस्थामा हुनुहुन्थ्यो र परिवारले राम्रो अघि सामुने आउनुभयो र थोरै समय हामीले उहाँसँग बिताउन पाएका छौँ। खास गरी जन्मपछि मान्छेको मृत्यु निश्चित छ र यो समय बहुत समयलाई कसैले पनि पार गर्न सक्दैन र उहाँको समय चाहिँ प्रभु जीवनको कुरा हिजोसँग मात्र थियो र हिजो उहाँ खास गरी संसारलाई छोडेर गइसक्नु भएको छ। हाम्रो अघि यो पाएको हो भनेदेखि समय परमेश्वरले नै दिनुपर्ने ठोकर गर्नुपर्ने ठोकर त विशेष र उहाँको सम्पूर्ण शोकाकुल परिवारहरूप्रति प्रार्थना छ। उहाँहरूलाई यो दुःखद घडीमा त परमेश्वरले शान्तवना दिनुभएको होस्, सहने शक्ति तपाईँ गाड्ने कुराहरूमा प्रभु हामी सहभागी हुन लागिराखेका छौँ। हामी सबैजनालाई पनि बाँकी रहेको हो प्रभु कार्यहरूमा सहभागी हुनलाई सहायता गर्नुभएको छ र तपाईँ परमेश्वर पिताको मय भएको होस् र विशेष परिवार खयो निस्किने मान्दैन ती बडी भन्दा अगाडि आफू सुत्यो भने टेन्सन हुन्छ। एकपट्टि राखौँ न खुट्टा राखौँ त पहिले तपाईँ खुट्टा निकाल्नु ल त्यो थाङ्ना थुङ्नी कहाँ छ उहाँको त्यो यो चेपमा हाल्नु रमेश हो त खुट्टापट्टि हाल्नु भाइ हो लात्ताले हान्नु हुँदैन हौ।